vlog. आज चाहिँ म बिहान चाँडै काममा छु किनभने आज चाहिँ मेरो धेरै नै काम थियो बिहान, त्यही भएर सुरुमा मेरो काम भनेको चाहिँ यो बारको सबै गार्बेज ब्याग हटाउनु पर्ने थियो। यही हटाउनुलाई मलाई कम्तीमा नि 15 देखि 20 मिनट लाग्छ भनेर नि म पुग्न साथै स्टार्ट गरिहालेको थिएँ होइन। पुरै यो पेस्ट कन्ट्रोल भएको थियो अघिल्लो रात, त्यही भएर त्यो सबै हटाउनु परेको थियो। त्यसपछि चाहिँ म रेडी हुन थालेँ। भन्नाले अब कपाल सपाल बाट्ने म बिहान उठ्न साथै गएको थिएँ मजाले रेडी नभएर मुखसुख धोएर, त्यही भएर म कपाल सपाल त्यही गरेर मिलाएँ, सबै रेडी भएँ, एप्रोन लाएँ। अब मेरो नेक्स्ट भनेको चाहिँ आफ्नो लागि कफी बनाउनु पर्ने थियो है। म चाहिँ कफी बिना म काम स्टार्ट गर्दिनँ है। मेरो चाहिँ त्यही बानी छ क्या, पहिला कफी खानुपर्छ आफ्नो लागि, निन्द्रा भन्दा नि अलिकति एक्टिभ हुनलाई चाहिँ म कफी नै खानुपर्छ सुरुमा। घरमा पनि म त्यही गर्छु उठ्न साथै होइन। मेरो छुट्टी छ भने पहिला सुरुमा आफ्नो लागि कफी बनाउँछु अनि मात्र अरू चिज स्टार्ट गर्छु। सो म काममा पनि त्यही गर्छु, जान्छु पहिला कफी खान्छु, क्लोजिङ ड्युटीमा गएँ नि मर्निङ ड्युटीमा गएँ नि मैले लागि V60 बनाएँ आज। अरू बेला चाहिँ कहिलेकाहीँ एस्प्रेसो कहिले अमेरिकानो खान्छु है। खाना साथै मलाई एनर्जी जस्तो भएको छ त्यहाँ पुरै। Guys, I just slept 2.5 hours, so I need this. म चाहिँ जम्मा 2 आवर्स सुतेर गएको थिएँ क्या, त्यही भएर चाहिँ मलाई कफी चाहि नै रहेको थियो त्यतिखेर है। त्यसपछि चाहिँ भनेको मैले फ्रेमहरू स्टार्ट गरेँ, भन्नाले काटेँ मजाले। त्यसपछि मेरो बारहरू सेटअप गरेँ, पुरै क्यालिब्रेसनहरू गरेँ। मैले मजाले भिडियो चाहिँ लिन पाएन। त्यसपछि मेरो फर्स्ट अर्डर नै आयो किनभने विकेन्ड्स थियो, मलाई हतार गर्नुपर्ने थियो अनि मेरो अर्डरहरू आउनु थाल्यो। अनि मैले अब त्यो अर्डरहरू आउनु थालेपछि भिडियो बनाउने यादै हुँदैन क्या, त्यही भएर अनि खाली टाइममा मैले ब्याकअपहरू पनि बनाइरहेको थिएँ। अनि आज डोनट पनि पार्टी रहेछ हाम्रोमा, एउटा डोनट लिएँ अनि खाएँ। मैले आज चाहिँ मजाले भिडियोहरू गर्न पाएन, त्यही भएर यतिमै मैले चाहिँ आज सकाएँ, धेरै चिज भएको थियो। सो यतिमै सकाउँछु म। थ्याङ्क यू फर वाचिङ, बाई बाई।